Welcome to my vlog. Let's eat. अब चाहिँ हामी छोले भटुरे खान्छौँ. यहाँ चाहिँ टिकापुरको फेमस हो रे यो चाहिँ. हजुर आउँदाखेरि अर्कै बाटो आउनुपर्छ यो बाटो बिग्रिरहेको छ सर जाउँ बनानास भनेर लेखिरहेको त. यो डिकीमा राखौँ है. मेरो लिप ग्लस छ यहाँभित्र. यहाँ यतापट्टि प्रेस गर्नुपर्छ कि. बनाना रिसोर्ट. बनाना के हो? बनानाज एभ्रिवे रिसोर्ट यो रिसाइ क्या भनेर आएर हाम्रो एरियामा आयो भनेर हुन्छ. घुमाउनु सुरुमा है यो होटलहरू चाहिँ राम्रो रहेछ ग्रुपहरूको लागि है. मेन्यु हामी के खाने? बनानाको चिप्स त मैले खाएकै छु, जुस पनि खाएको छु. बनाना पिकल खाने हो. बनाना पिकल पकौडा, बनाना पकौडा पकौडा चाहिँ खानुपर्छ. अनि बनाना पिकल. पिकल भने त्यो हुन्छ नि त्यो पुच्छरको हुन्छ नि टुप्पो त्यो रातो रातो कलरको छ नि त्यसको हो क्या त्यो. कसको त भन्दाखेरि उयो टुप्पो हुन्छ नि यो रातो कलरको यसको चाहिँ हो पिकल. अहिले आयो भने हामी देखाउँछौँ है. त्यसो भए हामी बनाना मोमो फ्राई स्टिम मोमो खाने. बनाना स्टिम मोमो खाऊँ एउटा. खै त्यो भाइ नै आएन. म पिङ खेल्दैछु यसरी. चाचा हो सर पिङ मैले यही खेलेँ. मैले दसैँ तिहारको पिङ नै खेलेको थिएन कि. यही हो मेरो फर्स्ट. मैले नि खेलेको थिएन. ओहो फोर्छ है फोर्छ. एक्सिडेन्ट हुन्थ्यो थाहा छ किन? अहिले यहाँ बस्छ तिमी. पप्पी अर्कोमा बस्छ तिमी. यहाँ बस्छ. कस्तो गर्मी छ यार. He is not interested. अब म पनि इन्ट्रेस्टेड छैन. यहाँ बस्न पुगिसक्यो. जाऊँ अब अर्को ठाउँ. अब हामी खाँदैछौँ बनानाको मोमो. बनानाको मोमो. लेट्स इट. यो त मकब्याङ जस्तो भयो. मकब्याङ भिडियो के. ए त्यस्तो नबनाऊ यार. के हुन्न कि दादा मेरो युट्युब च्यानलमा सबजना ज्ञानी मात्रै हेर्छन्. नानु जस्तै ज्ञानी सबै. कस्तो छ? ए गाइस यहाँभित्र के छ हेर. बनाना हो.
कस्तो छ मिठो छैन चिकन मोमो बेटर हुन्थ्यो के हो र तर ठिकै हो यो बनाना डिफ्रेन्ट टेस्ट हो नि त डिफ्रेन्ट टेस्ट यसमा के चाहिँ हाले हा खै त्यो बनानालाई उ गरेर हाले होला क्या त्यो पिनेर त्यो हुन्छ नि त्यो कोरेर के खै त अचार कोरसमा कोरेर अचार चाहिँ कस्तो छ अचार मिठो छ अचार मिठो भयो यो चाहिँ बनाना मोमो यो चाहिँ बनाना पकौडा हो पकौडा चाहिँ अलिक क्रन्ची जस्तो छ हेर्दाखेरि इट लुक सो गुड लुक खाँदिने मोमो मोमो म खान्छु एकछिनमा खान्छु अझै खानु न मैले मोमो टेस्ट गरेँ मोमो वाज एकदमै एभरेज 10 मा कति दिनुहुन्छ हजुर मोमोलाई 10 मा 5 नाम म चाहिँ 3.5 दिन्छु फेल भयो त यार यस्तो छ यो भेगनहरूको लागि चाहिँ बेस्ट हो जस्तो लाग्यो मलाई एकदम टेस्ट पनि एकदम प्लेन छ है त्यस्तो न दिस इज यमी म यसलाई हैन 10 मा 8.5 दिन्छु इट्स सो गुड यो हेर्दै अलि राम्रो छ यो मोमो चाहिँ एकदम प्लेन छ कि नर्मल एकदमै एउटा मोमो बाँकी भयो अनि दादाले त्यो भित्रको फालेर बाहिरको खान लाग्नु भएको छ हैन भित्रको त नफाल्ने तर यो बाक्लो रहेछ कि यो मैदा एकदम बाक्लो हेर्छ यस्तो 3टा लेयर जस्तो कि अब हामीसँग टिक्की पनि आइसक्यो तातो छ धेरै नै तातो छ यसलाई चाहिँ यसको तेल गयो टु हट यार यत्तिकै गर्नु छ अझ हामी तातो तातो कुरा खाइरहेछौँ कि यहाँ तले त आइजन हातमा घाम आयो मुखमा घाम आयो अब त ल मैले त्यसमा टिक्की राखेको थिएँ नानी मैले मोमोलाई पनि 6 दिएको थिएँ अरे है मैले यसलाई 1 नम्बर थपिदियो 7 हजुर मोमोलाई पनि 6 दिनुभएको थियो 5 दिनुभएको थियो हजुरले मोमोलाई 5 हो पास गरिदिनु भएको थियो कि हजुरले मलाई त ठिकै छ भित्र लिन पाइन्छ होला सायद भित्र लिन पाइन्छ पाउँछ टिकट काटेर राम्रो छ क्या म आफ्नो यो सर्वस्व जस्तो अरे के भन्नुहुन्छ त कला एकान्तको साथी हो दादा एन्ड मी इन टिकापुर पार्क सुरुमा यतै जाउँ यताबाट जाने हो यताबाट घुमेर टक्क ल जाऊँ न त यतैबाट यो चाहिँ फेमस स्पट हो अनि यता चाहिँ जहिले पनि फोटो खिच्छन् के हो यो बाटिका भने के हो दादा बाटिका भनेको गार्डन ए वीरेन्द्र राजा यहाँ आएर विश्राम गर्थे ओके यो चाहिँ अब ऐश्वर्य उद्यान दिस इज सो प्रिटी है तर यसको ड्रोन भ्यू एकदम दामी आउँछ कि वेल डिजाइन छ कि एकदम अनि यो पार्कलाई उ गर्न पनि कतिजनाहरू छन् होला नि लाइक के गर्न सम्हाल्न खिच्ने भयो यतै खिच्ने हो नानु फोटो
भेरी भेरी ब्युटिफुल मलाई चाहिँ एकचोटि घाँसमा पल्टिन मन छ नानी। कानमा किरा पस्छ लास्ट टाइम के होइन हामी सबै भट्टराई फ्यामिलीहरू आएको थियौँ कि यहाँ अनि यस्तो रमाइलो भएको थियो नि त्यो बेला त सबै फुपूहरू पनि थिए मामा बाबा सबै हुनुहुन्थ्यो नि त फोन त उता भइरहेछ नानी। ओएमजी नदेखिछ मलाई त्यस्तो ठाउँ त्यो त बरु शीतल रहेछ। ओहो यहाँ पनि क्युट है यो त क्यु स्याल जस्तो कुकुर हो। यहाँ हेर कस्तो रङको फुलहरू छ। वेलकम टु माई भ्लग सडनली मलाई आउँछ कि यो मेरो भ्लग भइरह भनेर फिलिङ आयो होइन बल्ल आयो नानी। अगाडि नै आउनुपर्ने है। यस्तो दौडिन्छ अनि त्यसले त्यसको दोपट्टा यस्तरी समात्छ। त्यस्तो त थिएन दादा हामी कहाँ जाँदैछौँ यो अब? के थाहा मलाई थाहा पनि छैन म 4 वर्ष पछि आइरहेको छु यहाँ त्यो त कर्णालीतिर हो त। जाऊँ न त जाऊँ? यति ठुलो ढाडो रुखमा तल गइसक्यो अहिले। आमामा यस्तो पनि हुन्छ हैन? यो बाँदर हो कि चिम्पान्जी हो हेर्नु त मुखै कस्तो ढेडे अर्कै बाँदर हो के? चिम्पान्जी होइन कि ढेडु यो हो के ढेडु? नामै ढेडु ढेडु हो नि त। ओ माई गॉड यो त डेन्जर छ त। हेलो यहाँबाट चाहिँ पाण्डा जस्तो देखिरहेको छ आमा के? यो हेर्नु त त्यसको फोटो खिच्न अझै अझै ल। वाइल्ड लाइफ गइसक्यो यार दादा वाइल्ड लाइफ फोटोग्राफी ऊ हेर्नु न यहाँ फोटो खिच्नु पर्दैन मेरो यहाँ जसले स्क्रिनसट गर्दा भयो यसको फ्यामिली खै के छैन यो धेरै टाढा हो है गाइस यति टाढाको कुरा मैले यति नजिक ल्याइदिएर छु के को आवाज आएको हो दादा त्यो बाटो छैन यहाँबाट जाउँ। यहाँबाट जाऊँ सकिन्छ क्यों यार म त यहाँ हाइकिङ आए जस्तो फिल भइरह मलाई यहाँ धन्न मैले चप्पल लाएर आएँ स्टाइल पारेर मैले जुत्ता लगाएको भए त बर्बाद हुने रहेछ बिस्तारै ओ माई गॉड यो फेरि एउटा उ मात्रै हो कि सबर का फल कर्णालीको एउटा ब्रान्च मात्रै हो यो। सी कर्णाली उत्तासम्म हेर्नु उता पनि देखिरहेको छ। ओ माई गॉड यहाँनिरबाट देखिन्छ हेर्दा कस्तो दामी है उता हेर्दा उता पारीको हेर्दा जुम गर न आइल्यान्डभन्दा पर क्या ऊ यो पुरा होइन सब कर्णाली हो यो जाऊ अगाडि चिसो हुन्छ कि एकदमै लास्ट जग्गा भ्लग बनाइरहेको छु गीत चाहिँ नबजा भन्छु यसले आमा चिसो छ पानी चप्पल त लिन्न योभन्दा माथि हुन्न कि कस्तो साइज छ कि बालु कस्तो चिसो पानी के दादा फ्रिजको जस्तो all ready for this कस्तो चिसो मन लाग्यो यसमा यार। यो कहाँबाट आउँछ दादा पानी यो पानी अल द वे फ्रम मानस सरोवर लेक जुन चाहिँ तिब्बतमा भनौँ तिब्बतमा छ तिब्बत माउन्ट कैलाश छ नि चाइना चाइना त्यही त तिब्बत भनेको चाइना हो अब यसमै हिँडौँ न के कस्तो मजा मलाई त दादा नाम लेखौँ
We are going now. Let's go, Dada. हामी अघि यहाँ भित्रबाट गयौँ होइन यो यहाँबाट पनि जानु मिल्ने रहेछ अघि गेट छैन हामी गएको ठाउँमा How can you skip this काम होइन कि यो पुरा एकदमै ब्युटिफुल लाग्यो मलाई यहाँबाट चाहिँ गर्नु त्यो घरको अब लेट्स गो दादा हो एउटा खिचौँ न यहाँ तँलाई बालेन आएको थाहा छैन थाहा छैन बालेन आएको छैन चाहिँ महेन्द्र आरोग्य गृह हो हेर्न सक्नुहुन्छ हजुरले महेन्द्र राजा चाहिँ बिरामी हुँदाखेरि यहाँ आएर बसिसकेपछि चाहिँ यो दरबार के भन्ने घरलाई चाहिँ महेन्द्र आरोग्य गृह भनेर राखेको हो अब यो घरमा चाहिँ महेन्द्र राजा आइसकेपछि उहाँलाई चाहिँ अलि रिलिफ भइसकेपछि उहाँ बिरामी हुनुहुन्थ्यो होइन उहाँलाई अलि रिकभर भइसकेपछि चाहिँ यो घरको नाम चाहिँ महेन्द्र आरोग्य गृह भनेर रहन गएको हो स्विट पार्क पनि बनेको छ कि यो ठाउँमा अनि एकदम क्युट छ कि यो घर सानो टक्क हुन्छ नि त्यो भनौँ न त्यो महल जस्तो पनि छैन कि महल जस्तो पनि छैन एकदम सानो है राजा बसेको भन्ने टाइपको इमेजिनै हुँदैन लाइक त्यो हामी उनी गर्न सक्दैनौँ कि त्यस्तो सिम्पल छ क्या यो चाहिँ माथि खर छ अनि काठ छ होइन एकदम सिम्पल के जस्तो यहाँको लोकल मान्छेहरूको त्यो बेलाको घरहरू हुन्थ्यो नि त काठको घर खरले छाएको घर ठ्याक्कै त्यस्तै नै छ क्या यो चाहिँ त्यो चाहिँ एकदमै राम्रो कुरा मान्न सकिन्छ अनि यहाँ देउडा पनि खेलिरहेछ किल्ला राम्रो होइन फुलहरू चाहिँ फुल्याएर हुन्छ यहाँ वैशाख महिनामा चाहिँ एकदम दामी चैत वैशाखमा चाहिँ जताततै फुल हुन्छ कि अहिले चाहिँ यहाँ फुलहरू मात्रै फुलेको चाहिँ छैन नि त वैशाखतिर चाहिँ चैत वैशाखमा दामी फुलहरू फुलेको हुन्छ सो हामी निस्किन पनि लागिसक्यौँ अब गेट पुग्न लागिसक्यौँ अब म हाट बजारतिर लाग्छु कस्तो हुन्छ हाई हाई भन्दै तिम्रो नाम के हो भन न त एक एक गरेर अलि नजिक आऊ तेरो नाम आकृति तिम्रो प्रिन्समा तिम्रो दुर्गा वाउ यो मालाहरूको नाम के हो थारू गहना लाइक अब यहाँको झुम्का हुन्छ नि त हो त्यस्तै के हो यसको नाम यहाँ लागेको नाम के हो हार हो कि के हो के भन्छन् थारू गहना भन्छन् नि त त्यो अल टुगेदर पो थारू गहना भयो त पर्टिकुलर नाम हुन्छ नि तिम्रो कहाँबाट कस्तो राम्रो राम्रो नानीहरू देउसी खेल्न आएको यति मात्रै हो नि अर्को टोली के छ अर्को साथीहरू ल कति राम्रो है नानीहरू ल टन्न पैसा कमाऊ है बाई के भन्नु एडभाइस दिनु पर्यो नि त होइन अनि विदेश जाऊ भनेर के चाहिँ कि यो बेन्चको यही पुरानो हुँदैन यार यो मेरो घर हो है गाइज यो मेरो घर हो यो दुइटै मेरो घर हो यो पछि बनाएको घर हो यो पुरानो घर हो यो पछि बनाएको घर हो उ त्यो नगा अनि पछाडिको टोइलेट हो अनि उ त्यो जामुनको रुख हो अनि उ त्यो लिची हो यो सब मेरो यो पुरा जग्गा अगाडिको गाइज म यहाँ के खाँदैछु अम्रक खाँदैछु उहाँ आमाले हामीलाई दिनुभएको यहाँ अम्रक खान अब हामी यहाँ किनेर पनि लाग्छौँ तरकारी पसल अम्रक छ मेरो मोबाइल चार्जमा भयो मैले दादाको मोबाइलबाट क्याप्चर गरेर चाहिँ क्या मोमेन्ट यस्तो स्पेसल छ यस्तो मिठो अरे यो खाइरहेछौँ
झिलिमिली रात नाच्दै थिए बहिनी खै मेरो झिरझिरे ह्यापी तिहार सिरियसली दादा किन हामीलाई खोइ त ए छ उ त्यहाँ छ पक्न अलि माथि गर न माथि गर ल भइसक्यो ल छोड्दैन अब कनेक्ट गर्नु पर्दैन तिनीहरूलाई ह्यापी तिहार ह्यापी तिहार सानो माया ह्यापी तिहार ह्यापी तिहार सानो माया ह्यापी तिहार यसको नाम अमरुद अमरुद होइन यसको नाम अम्रक हो अम्रक ए अब्रक अब्रक हो अम्रक हो कि अब्रक त्यस्तै हो कि यसको नाममा एकदमै कन्ट्रोभर्सी छ अनि प्लस अमरुद भनेको के थाहा अम्बा भन्छ अमरुद भनेको अम्बा हो हिन्दीमा अमरुद भने हैन हिन्दीमा नि अम्बालाई अमरुद भन्छन् तर यसलाई चाहिँ अमरुदै भने सुने अब अमरक हो कि अब अम्रक अब्रक यस्तै के भन्छ यसलाई अमरक हो कि अमरक खै ल एक्सप्रेसन चेन्ज नगरी खानु है त सक्नुहुन्न ल दादा एक्सप्रेसन चेन्ज नगरेर खान सक्नु साइजमा पनि उ गर्छ नि त नानु कत्रो खायो भन्ने पनि अन्त मैले थोरै दिएको थिएँ दिदीलाई त्यही पनि म यत्रो होइन सानो सानो काट्नु अनि एक्सप्रेसन ननिकालेर खानु है त ए दादा त्यो निकाल्नु पर्दैन यार यसमा हड्डी मिल्ला छ है यसमा पुरै पुरै फर्स्टमा हाफ गर्नु च्यालेन्ज ल फर्स्टमा हाफ गर्नु यार दादा पुरै नगर्नु पहिला हाफ ल आफै त ल एक्सप्रेसन चेन्ज गर्न पाइएन ल वाउ वाउ अब दिउँ तपाईँ त्यो पुरै निल्नु पर्ने पुरै निल्नुपर्छ रस निलिसक्यो अब मैले अब क्या चेन्ज गर्ने ल अब मेरो टर्न अमृतलाई विदाउट फेसियल एक्सप्रेसन चेन्ज गरेर हामीले खानुपर्छ है त यो चाहिँ हाफ छ है हाफ हाफ भने पनि फुल जस्तै हो क्या सुरुमै आँखा झिम्काइसक्यो नानुले नानुले सकिन है अति नै अम्लो छ क्या तर मैले त सकेँ नि त नानु भने सानो लिनु भएको के हान्छु ल ल ल म यो बाहिरको यो चाहिँ फाल्छु है ल ल ल किनकि पछि चबाउन झ्याउ हुन्छ ल फाल्नु ल हेर है त बेबी सानीले विदाउट फेसियल एक्सप्रेसन चेन्ज गरेर ल रेडी हो रेडी दादा हजुर कसरी सहन सक्नुहुन्छ कि त्यो त च्यालेन्ज गर्नु च्यालेन्ज भएपछि जे पनि सहनु पर्छ आई लुज द च्यालेन्ज दिदीको खाली भइसक्यो तर्मादैन एकछिन उहिले मात्र रेडी निकाल्ने यहाँ पकाएर ए ल दिदी मलाई पनि यो युट्युबमा जाने हो आफै पनि निकाल यो बेलामा उ राखिदिने नि त अनि नानु अर्कै गीतहरू राख्दिने ले आहा कठिन है यसो के काटी त त्यही त भने बराबर काट के यो मतलब यो प्यानिक सानो नगराउनु के ल ल हुँदै सानी यार यता होइन मेरो पिठी निकाल्ने That's it for today. Thank you for watching. Bye. मुख बन्द गर रे म तिमीलाई माया गर्छु तिमी तिमीलाई गर न यो चाहिँ नेपालगञ्जको आइसक्रिम फ्याक्ट्री हो
मेरो फुपूको घरको नजिकै छ यो चाहिँ। सबै हालिन्छ त मैले मिठो पारेर एमा पकाइहाल्यो। खै बेबीको आइसक्रिम हेरौँ। त्यो त्यो त दिदीको हो, यो बेबीको। वाउ नि चेस गर्ने फेरि। चेस ए म आऊ ल खान्छु। तिमी नटिप खाना लागिसकि ल। यो वाला मिठो हुन्छ क्या है। सानी नफाल नगर है तिमी। म लिन्न तिमीले अब बजार तिमीले त्यसरी लिग। अब पक तँलाई लिन्न पक पक तँलाई। तैँले फाली छैन। अब म गएँ घर, आफ्नो घर गएँ म। ल जान्छु त। यो एमी पनि जहाँ गयो त्यही आउँछ। एउटा झरी गयो फुपू। सक्दैन झुक्नु। अब होस् त्यसो भए। मेरो क्यामेरा छ क्या यहाँ। रोकिदिउँ छेउमा। माथि खोल अनि त्यो ताला पनि यो पनि लगाइदिन्छु माथिको। ए म ल ल ल मालिकनीसँग गयो आफ्नो। ए मलाई बोलाउ न तिमी। बाई गर। बाई।